अहिलेको जेनजी आन्दोलन नाम दिएको आन्दोलनको बारेमा धेरैजनालाई अत्तो पत्तै भएन। यो आन्दोलन कसरी हुँदैछ, कसरी भयो, कसले गर्यो भन्ने कुराहरू खोजी गरिराख्नु भएको छ। दलहरूलाई त पत्तो हुने कुरै भएन। दलका केही इमान्दार नेता कार्यकर्ताहरूलाई थाहा थियो यस्तो हुँदैछ भन्ने कुरा, तर नेतृत्वलाई भन्न सक्दैन थियो उसले। अब अन्यले त कसरी थाहा पायो भन्नु, प्रधानमन्त्री स्वयं मन्त्रालयमा बस्ने मन्त्रीज्यूहरू समेत रन्नभुल्लमा परे यो आन्दोलन कसरी भयो। वास्तवमा यो जेनजी आन्दोलन कस्तो थियो, कसले गर्यो, यो विषयमा उहाँहरू समेत रन्नभुल्ल पर्नुभयो र यसलाई कम आकलन पनि गरियो। वास्तवमा यो जेनजी आन्दोलन एउटा नाममा चाहिँ जेनजी दिएको छ, तर वास्तवमा यो चाहिँ एउटा युगको आन्दोलन थियो, समयको आन्दोलन थियो। यो समयले ल्याएको एउटा उपहार थियो। अब अहिले खोजिराख्नु भएको छ साथीहरूले यसको नेता को हो, सुदन गुरुङ हो कि अर्थात् एबिसी कोही हो कि, थुप्रै समूहहरू निस्किरहेको छ। यिनीहरूको त बौद्धिकतै रहेन रहेछ, यिनीहरूको त आन्दोलनै रहेन रहेछ, आन्दोलनै होइन रहेछ यो त भनेर पनि विश्लेषणहरू गरिराखेको छ। तर यो आन्दोलनलाई आन्दोलन होइन भनेर भन्नु पनि अर्को मूर्खता हो जस्तो मलाई लाग्छ। संसारमै एउटा नौलो प्रकारको आन्दोलन हो। 2 दिनमा सत्ता पल्टिनु, कायापलट हुनु, राजनीतिक फेरबदलहरू आउनु, यत्रो 2/3 नजिकको सरकार ढलेर चाहिँ सडकमा पुग्नु, यो सामान्य कुरा थिएन। यसको मर्मलाई गम्भीर रूपले जो कोहीले बुझिएन भने समयले पर्खिँदैन। समयअनुसार परिवर्तन हुन नसकेको कारणले वास्तवमा यो आन्दोलन भएको हो। समयको आन्दोलन हो यो, जेनजीको आन्दोलन होइन। वास्तवमा यो आन्दोलनलाई म त विस्फोट भन्न चाहन्छु। यो एउटा विस्फोट हो। यो व्याप्त भ्रष्टाचारको कारणले विस्फोट भएको। व्यथिति, अन्याय, अत्याचार छँदैछ मुलुकमा, नातावाद, कृपावाद। अहिले पनि हाम्रो समाजमा, हाम्रो देशमा छँदैछ। गुण्डागर्दी, दादावाद, बिचौलियाहरूबाट काम नहुने, यातायात लगायतका विभिन्न ठाउँहरूमा अहिले पनि सिन्डिकेट छँदैछ। अब ठुला ठुला नीतिगत भ्रष्टाचारहरू भएको कुराहरू त देख्न थालिएको छ। अनियमितता यत्र त्यत्र छ। यी कुराहरूको अन्त्य गर्न लाग्नुपर्ने, जनतासँग जोडिन लाग्नुपर्ने, जनभावना के छ बुझ्न लाग्नुपर्नेमा सत्ताधारी दलहरू पनि आफ्नो दम्भ छोड्न सकेन। दम्भले त सही कुरा दिँदैन। हेर्नुहोस्, यी सबै चिजहरूको कारक आज विस्फोट भयो। यो 2082 सालको आन्दोलन एउटा विस्फोट हो। यो भयङ्कर विस्फोट हो। यो इतिहासले सम्झिराख्नुपर्ने विस्फोट हो। यो विस्फोटलाई अनुसरण गरेर, आत्मस्मरण गरेर नसचिने हो भनेदेखि अर्को ठुलो विस्फोट हुँदैन भन्न सकिँदैन। त्यसैले यो समयको आन्दोलन हो। यो युगको आन्दोलन हो। यो समयलाई कसैले रोकेर रोकिँदैन। त्यसले सबैजनाले बेलैमा यो विषयमा सचेत भएर, आज कोही नितान्त एकजना नेता खोजेर यो फल्ना नेताले पो चाहिँ यो त आन्दोलन गराएको छ भनेर आरोप लगाएर उसलाई लखेटेर यसको समस्याको समाधान हुनेवाला छैन। धेरै गम्भीर कुरा छ। त्यसले गर्दा यो 82 को आन्दोलन सामान्यतया पुरातनवादी सोच राख्ने मानिसहरूको लागि, पुराना सोच राख्ने बुद्धिजीवीहरूका लागि, राजनीतिक दलहरूका लागि कठिन पाठ हो। यो अत्यन्तै कठिन पाठ हो। यो कठिन पाठलाई बुझ्ने कोसिस गरियो भने डाइनोसर हुनबाट जोगिने छ। त्यसैले बेलैमा
सबैको सद्बुद्धि आओस्। यो आन्दोलन हरेक 28 वर्ष मुनिका जेएनजीहरूले गरेका हुन् भन्ने बुझिन्छ, तर साथ सबैले दिएका हुन्। आम नेपालीको समस्या उठाएको हुनाले जेएनजी युवाहरूले, यङ जेनेरेसनका युवाहरूले जनताको भावना बुझेका कारण आज यो विस्फोट भएको हो। म यति भन्न चाहन्छु।